हाम्रो देश के भएको है आजभोलि के राजा ल्याउनको लागि जिउँदै मान्छेलाई जलाउनु पर्छ अनि भाटबटनी तोडफोड गर्नुपर्छ, कुटपिट गर्नुपर्छ, ढुङ्गाहरू हानाहान गर्नुपर्छ। हामी जनता नै भेडे हौँ के, आखिर हामी नै भेडे हौँ। हेर्नुस् न, नेताहरू पहिले आफ्नो सुरक्षितको लागि देश छोडेर आउट कन्ट्री भइसकेको छ अनि उसले आफ्नो परिवार सुरक्षित गरिसकेको छ। अनि हामीलाई चाहिँ रोडमा गएर हामीले आफूले हानि पुर्याएका छौँ के राजा ल्याउनको लागि हामी यति तोडफोड यति झगडा गर्नुपर्छ? मलाई त्यस्तो त लाग्दैन। हो, राजा आउनु देशमा राम्रो कुरा हो मेरो विचारमा, हैन? तर राजा ल्याउनको लागि जिउँदै मान्छेलाई जलाउनु पर्ने, तोडफोड गर्नुपर्ने, आखिरमा भन्नुपर्दा हामी जनता नै भेडे हौँ। कति फुर्सद हो के मान्छेलाई, कति फुर्सद हो के भन्नु। हाम्रो देश अबको 20-25 वर्षसम्म पनि हाम्रो देशको हालत यस्तै भयो भने हाम्रो देश कहिले पनि माथि बढ्दैन के, ध्वस्त हुन्छ। अरू मान्छे विदेश गएर आएर हेर्नुस्, विदेशको लागि त अलिकति नि हाम्रो नेपाल अलिकति नि जज गर्न मिल्दैन के, त्यति विकसित भइसकेको छ। हाम्रो देश कहिले बन्ने होला हेर्नु त। हामी जनताले आफूलाई कुटेर ढुङ्गा प्रहार गरेर, तर मेरो विचारमा राजा ल्याउनको लागि हामी जनताले यति चाहिँ तोडफोड अनि जिउँदै मान्छेलाई यति जलाउनु पर्ने, आपसमा झगडा गर्नुपर्छ जस्तो चाहिँ मलाई लाग्दैन है।